म बालाजु बासिधारा घुम्न जाँदैछौँ। सबजनालाई भिडियोमा देखाउँछ। यस्तो खतरा खतरा भ्यू रहेछ। ल यता फर्किनु। ल हेलो भन्नु न त्यहीँबाट। आज हामी बासिधाराको टुरमा छौँ। स्पन्दन हेलो भन न बाबा। यस्तो दामी छ साथीहरू, तपाईँहरू पनि आउन सक्नुहुन्छ है। माथि माथि डाँडाकाँडा छ, यस्तो बवाल बवाल भ्यूहरू छ नि। रमाइलो छ रमाइलो। यस्तो दामी दामी फुलहरू। हजुरहरू पनि हेर्न आउनुहोला सबैजना। एकदम नेचुरल ब्युटी, एकदम राम्रो। पानी सुरुल्ला ताल तल यस्तो के यस्तो रमाइलो के। यस्तो खोला नाला चिडिचक्क यस्तो दामी भ्यू छ। माथि माथि हेर्नु न है, पुरै जङ्गल। स्काई पनि कति दामी। वाउ सो दामी छ दामी साथी। हेर्नु त यस्तो दामी छ। सानो राम्रोसँग है मेरो क्युटी बेबीहरू। यता हेर त माछा पनि छ। ल हेर हेर ल। ल हिँड्नु हिँड्नु। अब यहाँ एक ठाउँ बसेर भएन। हेलो सबैजना खाजा लिएर आउन मिल्दो रहेछ नि त। ऊ खानाहरू लिएर खाँदैछौँ। हामी चाहिँ गाइस घरमा टन्न खाएर यसो हेर्न आएको। मङ्की त रमाइलो छ, राम्रो छ। फिस रहेछ आमै नि त। ल हिँड्नु त। त्यतादेखि जाऊँ न। अहिले आउँदा उता जाऊँ ल। त्यो मङ्की छ है बाबा अगाडि। पानी आयो पानी आयो। ल हिँड हिँड। पानी पऱ्यो होइन कि यस्तो त्यो त्यो भित्ता भित्ता हेर्नु न, त्यो फुलहरू हेर्नु न। यस्तो दामी धुपीहरू कस्तो खतरा बना। भ्यू चाहिँ बवाल रहेछ। ल साथीहरू म त यत्रो वर्ष यहाँ काठमाडौँ भएर नि फर्स्ट टाइम आएको यहाँ। के लैछ हेलो गर्दै सरी। यता मामुलाई हेलो गर भनेको। आज हेलो गाइज बिस्तारै लडिन्छ। गोल्डफिस छ हो। हेर हेर मस्त रहेछ जताततै। हजुर अहिले खेल्ने आऊ यता अहिले। यस्तो दामी छ फुलहरू, यस्तो दामी दामी फुल। साना बालबालिका जग्गा हौ पोखरीबाट। यस्तो यो भित्ताको चाहिँ यस्तो बवाल दामी छ साथीहरू। यत्रा क्युट रहेछ। ल पानी पर्यो। पानी आयो पानी आयो पानी आयो पानी। हजुर पोखरीमा खुट्टा चुपल्दै कताबाट जाने। आऊ आऊ पानीले छ्याप्यो पानीले छ्याप्यो। आनन्दले बस्ने भ्यू हेर्ने। भ्यू हेर्नको लागि चाहिँ सबैजना यहाँ आउनु होला। शान्त रमणीय वातावरण। जङ्गलको छेउछाउ कागहरू क्वार क्वार गर्दै कुद्दैछन्। यस्तो आनन्द पिसफुल ठाउँ रहेछ। आहा कति मिठो हावा। ए भगवान कति चिसो हावा आयो। सर्रै सर्रै
मङ्की बाबा मङ्की ऊ त्यहाँ हेर त सानो ए यहाँ पनि रहेछ बेबी मङ्कीको क्युटी क्युटी बेबी लिएर बसेर ओ आमालाई भन यो दादा देखाऊ भाइलाई पोखरी उसलाई हो त्यहीँबाट हेर ती ए क्युटी बेबी लिएर राखेछ जे चिजलाई नि आमाको कति महत्त्व हुन्छ भन्ने कुरा यहीँबाट प्रष्ट देख्न सकिन्छ उसले आफ्नो बेबीलाई यस्तो ख्याल गर्दैछ हेलो जुम्रा हेर्दैछ आमा भन्ने कुरा यस्तो हुन्छ साथीहरू ए मङ्की भनेको त हेर्दैछ हिँडे आमा छोरा कति केयर गरेको आफ्नो बच्चालाई सँगसँगै लिएर डुलाउँदै यस्तो खतरा बिल्छ साथीहरू मान्छेहरू कति रमाइलो छ साथीहरू पानी पर्छ जस्तो छ यहाँ गेमहरू चलिरह गेम खेल्ने कुरा भइरह ओ माथि माथि पनि रमाइलो छ त्यहाँ नाचगान यो हाम्रो पनि खाजा खाने स्न्याक्स चिसो कुरकुरे लेजहरू जङ्क फुड हेलो 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 युवान ल है साथीहरू अब हामी खाजा खान्छौँ यहाँ यस्तै छ ऊ मङ्की डाँडा डाँडा मङ्की कस्तो क्लियर पनि आएन कि भिडियो खै किन हो त गाइज अब हामी त निस्किन लाग्यो यहाँ बच्चाहरू मस्तले खेलिरहन् रमाइलो छ सानो बाई अब घर जान लागेको यता देखाउँदैछु के नआत्तिउनु सानो अब जान लागे साथीहरू यस्तो रमाइलो छ मान्छे त कति हो पानीको फोराहरू यस्तो राम्रो छ नि फोटो भिडियोहरू खिच्नलाई सानो नगर एकछिन पानीले यहाँ छ्याप्दो रहेछ कि सबै यति धेरै पिकनिक आउँदो रहेछ मान्छेहरू बर्थडे मनाउन आइरहन् है फ्यामिली ग्यादरिङहरू यस्तो रमाइलो हाम्रो आमालाई देखाउनु पऱ्यो रे म यताबाट हिँड्दै आउँछु रे पोज दिँदै हुनुहुन्छ भिडियोमा हिँडेको कहाँ जानु नि फेरि थाहा छैन अरूलाई हट हट भन्दै हुनुहुन्छ फेरि त्यहाँ पुरा सिन म्युजिक भिडियो खेल्न लाग्यो ओ हात हल्लाउँदै ल आउनु छिटो छिटो आउनु रमाइलो छ हेर्नु न फुलहरू क्या दामी यस्तो दामी छ नि गार्डनहरू यहाँ सल कल कल खोला साइलीजी झरझर झरनाहरू चलल्ल बग्दैछ कस्तो माछाहरू छ ल त साथीहरू सर्टकट छोटो भिडियो ए मङ्की रुख चढ्दैछ बनाएको छु सबैजनाले हेरेर साथ सपोर्ट गर्नु होला है त यहाँ हेर्नु न यस्तो दामी पानीहरू छ मम्मी हामी यताबाट गएन यताबाट जाऊँ ल यति राम्रो गार्डन छ गार्डनहरू छ है दामी दामी घुम्न जे होस् फ्यामिलीसँग आउँदाखेरि घुम्न रमाइलो ठाउँ छ बच्चा बच्चीहरूलाई उनको बिदामा फ्लावर हेर्नु कस्तो दामी दामी फ्लावरहरू छ बेबी कति क्युटी बेबी हेलो हाई भन फोन पनि तानेर लगिदिल भन्दा कस्तो झ्याप्झ्याप्टै बसेको नि त जता अहिले हामी माछा पोखरी आइपुग्यौँ गाइज डुल्दै घुम्दै माछा पोखरी बाइपास ठ्याक्कै आइयो आजको हाम्रो यात्रा रमाइलो छ जे शीतल छ काठमाडौँको मौसम घाम लागेन पानी पनि परेन ओजरले पनि साथ दिए बच्चाहरूलाई घुमाउनलाई एकदम रमाइलो छ हेर्नु होला सर्टकट छोटो भिडियो मिठो भिडियो धेरै केही पनि लिएको छैन अलिकति त्यही फुलहरू बगैँचाहरू अलिकति मात्रै हो नर्मल छ भिडियो बालाजु बाइपास माछा पोखरी